ल है त साथीहरू, अब हामी चाहिँ टक्क निस्किसक्यौँ। अनि अगाडि अगाडि दाइछन् हाम्रो दाइहरू चाहिँ अनि अब कहाँसम्म गइन्छ कसो गरिन्छ आज चाहिँ कता घुमिन्छ होइन। सो हेरेर साथ दिनु होला सबैले। अनि ल समुदाय के छ खबर? हिँड्यो नि भने बम डेन्जरै भएर। अनि हाम्रो 24 अल्ट्राको मालिक मालिक दाइहरू चाहिँ अगाडि हिँडिसक्नु भयो होइन। अनि हामी चाहिँ 4 जना थियौँ अघि चाहिँ, भन्यो अहिले चाहिँ 3 जना मात्रै भयो। अनि त्यो अर्को साथीको चाहिँ फेरि उसको ड्युटी छ अहिले। अनि ऊ चाहिँ ओभर टाइम 4 घन्टा। अनि ऊ चाहिँ गयो 6 बजीदेखि 10 बजीसम्म ड्युटी छ। अनि त्यही भएर अहिले चाहिँ हामी चाहिँ छुट्टिसक्यौँ। एकजना चाहिँ रुमतिर गयो होइन। अब हामी चाहिँ जान्छौँ बाहिर समुद्रसम्म पुगेर अनि यसो घुमेर फेरि आइन्छ। सो आजको छुट्टीको फाइदा चाहिँ उठाउनु पर्यो नि त। बाँकी त्यही हो, समय नि मिल्दैन, टाइम पनि हुँदैन। अनि भ्लग बनाउने टाइम पनि हुँदैन होइन। अनि त्यसैले चाहिँ दाइहरू अब टोयलेट जाने कुरो गरिरहनु भयो। अब यसो सान्त्वना दिनु पर्यो। दाइ त्यहाँ पाइन्छ कि उता उसमा गएपछि त्यहाँ टोयलेट बनाएर आएछु मैले। अब गर्मी पनि लाग्यो आजबाट चाहिँ, आजबाट नि 2-4 दिन अगाडिबाट चाहिँ अलि तातो तातो हावाहरू चल्न थालिसक्यो कुवेतमा चाहिँ। सो अब गर्मीले बिजोग बनाउँछ नि, अनि घुम्न पनि सकिन्न। सो अहिले चाहिँ घुम्दै गरौँ। अनि हेरौँ है त यहाँ चाहिँ के भन्दैछ। नयाँ आइटम हुनु यहाँ जहाज चाहिँ पानी सिप बिग्रेर पुरै वेल्डिङ गरेर ठोकठाक बनाएर जाडो महिनाभर थन्काएर राख्यो। अहिले गर्मी लाग्यो, रिपेयरिङ गर्न थाल्यो। मान्छे सानो भने पाइलो चाहिँ लामलामै हिँडेर पनि के भन्ने होइन, त्यस्तै हो। अनि बोलेको कतिको आशा साथीहरू है, अनि कतिको हुन्छ। सो हेरेर साथ दिनु होला सबैले। यसको गरेर नजानु होला है त। ए टावर भुटै रहेछ कि यहाँ भित्रबाट के त मान्छेहरू रुम सुमको लागेर खतरा व्यस्त छ यसमा है। है साथीहरू गाडी चाहिँ किन थन्काएर आएछु मैले होइन। यसलाई पनि चल्न पर्ला। यो अर्को यता हो किन्ने थुपार्ने मात्रै हो। यस्तो महँगो महँगो गाडीहरू पर्पटि नि सकिसक्यो किनेर। बाटो हेरेर त गाडी त पर्नु पर्यो, नत्र त फेरि बिचल्ली होला है घरमा फ्यामिली परिवारको। सबैले चाहिँ ध्यान दिनुपर्छ यस्तो कुराहरूलाई। र अनि सधैँ आफ्नो सेफ्टी अप्नाउनु होला बाटो हिँड्दा। हेलो माया पछुरी मेरी। आइसक्यो हाइवेमा, हाइवे। हाइवेमा छौँ अहिले चाहिँ। ए गाडी त कति आउँछ आउँछ
अन्य गाडी आउँछ ल जाम 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 ए साथी ओ कुद्न पर्छ ए यता कुदाइ छ अर्को फेरि यता यता नि कुदाइ छ लत्तै मान्छे हुन्छ है सर साथी हो मान्छेहरू नि त्यस्तै हुन्छन् होइन सबैले साथ दियो गाडी गर्नलाई सो सबैजना उस्तै हुँदैनन् है गएको ठाउँमा विदेशको ठाउँमा कसैले के गरे हुन्छ कसैले के सोचे हुन्छ होइन त्यही हो त्यसैले चाहिँ म चाहिँ बाटो सर कटिसकेँ र हाम्रो साथीहरू चाहिँ उतै छन् र यो चाहिँ हामी अलिक घुम्न आएको ठाउँ होइन अनि यहाँ परपट्टि चाहिँ सो उतै अलि वरपट्टि चाहिँ हो त्यहाँनिर चाहिँ समुद्र छ समुद्र हेर चाहिँ अनि यति छेउछेउ चाहिँ अहिले चाहिँ बार लगाइदियो कहाँ गयो त खोइ यार हैट, त्यो छैन त आँखै देख्दिनँ त मैले केटाहरू त कहाँ गयो भनेर ए गाडी त कति हो साथीहरू अब हेरौँ है कति हो गाडी त हेर्दा कुरै नगरौँ न गाडी त आएको आइ गर्छ कहाँ गयो सेलहरू भन्ने कुरै पो भएन त नि दुइटा दाइहरू थिए गाडी गर्न बसेका होइन लो भयो त म चाहिँ यहाँ कुरै भने उता चाहिँ उहाँ पुगिसकेको यस्तो छ नि यस्तो हेर के भनेर म चाहिँ होइन गाडीले हाल्दा के तपाईँलाई के भन्ने साथीहरू होइन पुरानो घटना अब फेरि म दोहोऱ्याउनु चाहेँ यहाँनिर है पहिला हामी सबैजना घुम्न भनेर यो बाटो निस्केर आयो होइन गाडी गर्न लाँदा उतापट्टिको बाटो चाहिँ कटेर यताको वरपट्टि आयो यो बिचबाट चाहिँ यता कट्ने बेलामा चाहिँ गाडी उताबाट स्पिड आएको एउटा साथी चाहिँ अहिले घर गयो होइन घर गयो अहिले चाहिँ उसलाई चाहिँ धन्दै गाडीले हानेन कि त्यो त्यति बेला किनभने सबैजना आइयो नि त सबैजना पर्दाखेरि दौडै पर्दाखेरि ऊ चाहिँ अब साथीसँग बोल्यो अब केटीसँग बोल्यो होइन के थाहा हुन्छ र नि त्यो चाहिँ हामीलाई चाहिँ अब जे होस् उसले चाहिँ अब त्यसरी बोलेर आउँदाखेरि चाहिँ अब गाडी काट्दाखेरिमा चाहिँ धन्दै धन्दै थोरै अगाडि सरिसकेपछि पनि गाडीको ठ्याक्क पछाडिपट्टि आएर ठ्याक्कै गाडी स्पिडमा आउनु होइन ठ्याक्क कट्नु लाग्दाखेरि भुइँमा हेरेर नहिँडेको कि गाडी हेरेर नहिँडेको अनि धन्दै गाडीले हानेन अनि त्यो दिनबाट चाहिँ केटाले गाडी कट्ने ठाउँ चाहे गल्लीमा होस् गल्लीको अब त्यो मैले आउँदाखेरि बाटोमा देखेको थिएँ हो त्यस्तै चाहे गल्लीमा होस् जस्तोमा होस् होइन हाइवेमा होस् त्यो भएपछि चाहिँ ऊ चाहिँ एकदम डरायो कि किनकि मान्छेलाई चाहिँ एकपल्ट हुने छ कि त्यस्तो सो उसलाई पनि त्यस्तै भयो त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ केटाले कुद्ने के जहाँ पनि बाटो गर्न चाहिँ कुदेर हाम्रो दुइटा मित्रहरू चाहिँ यसो कता त नि बाटो कटेर फिलिली त्यो सुगन जाने अनि बाटोको बेपत्तै हान्दैन त तलतिरबाट होइन यस्तो हो अब हिरोहरू देख्ने भन्दा पनि अब के भयो भने हिरो फोकस त्यहाँ थियो होइन जहाँनिर गरिराखेको थियो अब त्यो फोकस गर्ने ठाउँ भन्दा नि बढी ध्यान भड्काउने कुरोतिर आयो है अनि त्यस्तै हो अनि हामी चाहिँ अहिले टक्कै यहाँ खाजासाजा त खाइयो अब यसो टोयलेटतिर लाग्नु पऱ्यो भनेर कि पिसाब त फेर्नु पऱ्यो के गर्छ पानी धेरै खाइयो अहिले फेरि उता पुग्दाखेरि त अब नभ्याइएला होइन त्यसैले टोयलेट ल होइन यता चाहिँ मेन टोयलेट जे भयो नि साफसफा चाहिँ गरेर राख्छ नि साथीहरू ल साथीहरू कार्यक्रम पनि सक्यो अब चाहिँ कार्यक्रम पनि सक्यो अब चाहिँ निस्किन लाग्यो है त बाहिर हेरौँ अनि के कस्तो हुन्छ सो आज म चाहिँ बाहिर यसो देखाउँछु मात्रै होइन धेरै बोल्दिनँ अनि हेरेर साथ दिनु होला सो भिडियोमा अब खासै बोल्दिनँ होला होइन र अब त्यहाँ पछाडिपट्टि चाहिँ त्यो 3-4जना चाहिँ डेटिङ आएछन् केटाकेटीहरू होइन त्यहाँ हामीलाई देख्ने बित्तिकै कोही सुत्ने कोही लड्ने गरिरहेको थिएँ र हामीलाई देख्ने बित्तिकै चाहिँ अब जरक जुरुक उठेर साइडतिर लाग्यो कि होइन अब नेपाली नै भए त ठिकै हो होइन होला न हो भयो भने जेसुकै होस् होइन अरूको के सरकार भएर जे भयो भने अब
ठिकै छ अब घटना घटिरहेछ होइन अब बढाउने बढाउँदै गर्छन् चढाउँदै गर्छन् अब हामी चाहिँ हेरेर हिँड्ने काम हो अब आफ्नो बाटो हेर्ने हिँड्ने होइन त्यही हो ल सबैलाई त्यही हो अब केही पनि छैन नयाँ नौलो आफ्नो त केही पनि छैन अब भइहाल्यो भने पनि तनाव छ अब यहाँ उमै ढल्केर के आनी अब घोडा चढ्नी जाने कुरो गर्नुहुन्छ दाइहरूको दाइहरूलाई नि यसो अस्ति नि यहाँ उँट आएको थियो घोडा चढ्ने कुरा उँटलाई घोडा भनिदिरहेको कि अब त्यही भएर अब घोडा चढ्न गइयो भने कुनै दिन देखाउँला हजुर दाइ पनि त्यो पनि के गर्छ दाइ घोडा चढ्न गइयो भने एकदिन देखाउनु पर्ला है त ल अब चाहिँ अगाडि के भन्छ त्यसलाई दाइ पानीमा दौडिने खाले भाइ वाटर रेसर भन्छ कि के भन्छ यसलाई होइन त्यो चाहिँ मलाई थाहा भएन जे भयो नि त्यो चाहिँ त्यही हो होइन त्यो पानीमा कुदिरह त्यसको चाहिँ हल्का सुट हेरौँ भने त्यसमा चढ्ने भनेको फुर्सदै मिल्दैन अस्ति नै गएको त्यो कहाँ भयो नि देखाउँछु है त म हजुरहरूलाई देखाउँ हेर है त कहाँ हो त्यो हो यो अगाडि यो देख्या नि योभन्दा परपट्टि त्यो अँधेरो देख्या नि हो त्यो ठाउँमा क्या त्यहाँ गएको थियौँ होइन त्यहाँ गएर नि चढ्नलाई भने त्यहाँ चाहिँ पाउँछ क्या त्यहाँ गएको त्यहाँ के भन्यो भने अहिले छैन अरे खाली छैन सबै उस भइसक्यो टाइम लाग्छ भनौँ झन्डै 1 घन्टा कुर्दाखेरि पनि पाइएन अनि त्यसपछि चाहिँ हामी त्यहाँबाट फर्केर आयो त्यहाँबाट गएको छैन मैले त्यति बेलाको भिडियो चाहिँ किन भएन भन्दाखेरि पनि मैले चाहिँ भ्लगिङ स्टार्ट गरेको भर्खर नयाँ भएर चाहिँ मैले चाहिँ त्यो सुट देखाउन सकिनँ होइन सो हजुरलाई रियली सरी है ए भनेपछि पानीले छालले चाहिँ त्यसलाई छोडिदियो त्यसलाई चाहिँ मार्न पर्नेछ बिजोकै भएछ नि साथीहरूलाई त्यो भुत्रुकै मरेछ गङ्गाटा भक्लकै मरेछ नि उता नै परेर ठिक छ मरोस् मर्न पर्छ यार कोही त मरिहाल्छ ताल परेन हामी त मरिन्छ होइन के भरोसा होला Whisper truth as they flow down, and their songs entwine with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor opens a through an ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude, I am found. Oh, whispering pines, sing me your tune. Caught in the rhythm, the stars and the
ब्युटिफुल पिपुलहरू सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै आरामै छु। सो आज चाहिँ अब जति घुम्यो नि अब जति घुम्यो होइन अब त्यति नै हो। अब आजलाई यति नै सक्यो घुमेर होइन। अब बाँकी चाहिँ अब घुम्दा घुम्दै अब रात पनि परिसक्यो। अब चाहिँ हामी फर्केर बजार रुमतिर। सो अहिलेलाई चाहिँ हामी यतै सिसारतिर छौँ होइन समुद्रको छेउतिर। अनि अब यतिकै सक्यो। अब के कसो हुन्छ सो अब बाँकी चाहिँ अब भिडियोमा हेर्नु होला, हेरेर साथ दिनु होला। सो यति नै भन्दै अनि यहाँ चाहिँ कहाँनिर छौँ भन्दाखेरि यहाँनिर चाहिँ अलिक बजारको लागि स्कुटिङहरू गर्ने ठाउँ कि यो टक्कर साइकलहरू अथवा के हो यो होइन। अब यस्तो गर्ने ठाउँ होइन यहाँ टक्कर टायरहरू राखेर टक्कर कलरिङ गरेर होइन खतरा बनाएको। हामी रोड उता छ गाडी कट्न पर्ने हुन्छ फेरि एकपल्ट। सो यति नै अहिलेलाई। अनि दाइ कस्तो लाग्यो त मेरो दाइ आजको भाइको ब्लगमा होइन। अनि दाइ पनि अब भर्खरबाट चाहिँ आउनुभएको होइन। अब जोइनिङ हो दाइको नि नयाँ दाइ टक्क फेला पार्यो। दाइले चाहिँ चुरोट खानुहुन्छ म चाहिँ खान्न है। अब यही हो अलिकति ब्याड हेबिट भनेको चाहिँ। अब सँगै खाने भए चाहिँ गुड ब्याड हुन्थ्यो कि अब सो अब दाइ बुझ्ने हिसाबले चाहिँ अब नखाएको एकदम गुड होइन होइन दाइ। आजलाई यति नै। अनि हाम्रो मित्र अर्को दाइ अब दाइ के छ दाइ अनि कस्तो लाग्दैन आज भाइको भ्लगमा जोडिएर। एकदम फुल फिल भइरहेछ। सिसारको चिसो चिसो हावा खाँदै हामी तिनजना दाजुभाइ मिलेर एकदम रमाइलो भइरहेछ आज रमाइलो गरी बितायो। आज चाहिँ अब बिहान जे होस् आज तपाईँको पनि छुट्टी भएर चाहिँ सबैजना अब ढुक्कसँग घुम्न पाइयो है नि त। अब हामी सबैजना तिनजना अहिले तिनजना छौँ होइन। एकजना गइसक्यो ड्युटीतिर भने अब चारजना थियो। सबैजना टाइम स्पेन्ड गऱ्यौँ एकछिन। अनि अब आजलाई ब्लग यति नै। हेरेर साथ दिनु होला। सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला, बिजी। सो आजलाई चाहिँ यति नै। अनि फेरि भोलितिर भेट्दै गरौँला न्यू ब्लगमा है त। ल साथीहरू थ्याङ्क यू सो मच। गुड नाइट।